मेरो चाहिँ आज ड्युटीमा रोस्टर छ अनि सो भर्खर कलेजबाट आएको यसो टिड्डालाई नि लगेर गएको थिएँ कलेजमा किन ढिलो नहोस् भनेर। ठ्याक्कै आज मन्डे हो अनि मन्डे छुट्टी पऱ्यो भने एकैचोटि हुँदैन, मिल्दैन क्या। कि त स्याटरडे छुट्टी भएको भए हुन्थ्यो होइन, अब छुट्टी जस्तो फिल हुन्थ्यो होइन। अनि आज मन्डे छुट्टी पऱ्यो, कलेज गयो फेरि आयो, आधी दिन गयो होइन, यतिकै छुट्टी भएको जस्तो फिलै हुँदैन क्या। जस आज चाहिँ मेरो छुट्टी छ, हेरौँ आजको दिन कस्तो जाँदो रहेछ होइन। भर्खर कलेजबाट आएको अनि अब खाना खाएर के हुन्छ, खाना पनि ल्याइसक्यो अब अनि खाना खाएर के हुन्छ यताउतिको काम गर्नुपर्छ। खानासाना खाइसकेँ मैले, अब हल्का फुल्का रुम मिलाउनु पर्ने छ। अनि हुडी चाहिँ मैले लगाइदिएको किनभने बाहिर आज घाम लागेको छ अनि चिसो भइरहेको छ, त्यही भएर। अनि कलेज ड्रेस पनि निकाले होइन, अल्छी लागिरहेको छ किनकिन आज। अनि रुमहरू मिलाएर नुहाइदियो गरेर बाहिर जानुपर्छ एकछिन, काम गर्दा गर्दा अल्छी लाग्छ। निन्द्रा पनि लागिरहेको छ होइन, किनभने राति अलि ढिलो सुतिरहेको थियो क्या, 12 बजीसम्म सुतेको थिएन। अनि निन्द्रा लागिरहेछ, के गर्ने के सुतम कि काम गरम भइरहेछ। निन्द्रा त लागिरहेछ। हेट त्यस्तो सोच्नु हुँदैन, अल्छी गर्नु हुँदैन, गर्नुपर्छ काम भन्ने कुरा पहिला सकाएर त्यसपछि आराम गर्नुपर्छ क्या। आधी घन्टा जति लागेर बल्ल सबै कामहरू सकिसक्यो, पुरै क्लिन गरिदिइसक्यो रुमलाई होइन। पुरै क्लिन गरिदिइसक्यो। यो चाहिँ मेरो स्टडी गर्ने टेबल हो, म चाहिँ यहाँ पढ्छु बसेर होइन। पहिला यहाँ कम्प्युटर थियो होइन, अनि कम्प्युटर चाहिँ बेचिदिइसक्यो पैसाले गर्दाखेरि, अहिले छैन। अनि यो चाहिँ मेरो हेडफोन चार्जमा लाउनु पर्ने हुन्छ, यो चाहिँ हेडफोन चाहिँ चार्जमा लाउनु पर्ने हुन्छ किनभने म अहिले बेलुका आज रनिङ गर्न जान्छु गोकर्णेश्वरतिर। कालो कालोमा रातोको रातोमा यो निलो कलरको बत्ती बेला अहिले हरियो बल्छ, हरियो बलिरहेको छ होइन टावेल। अनि म चाहिँ अब नुहाउनु गइरहेको छु, रुमको कामहरू सबै भ्याइसक्यो मैले, अब नुहाउने अनि फ्रेस हुने होइन। नुहाउनुभन्दा अगाडि 3टा कपडा चाहिँ धुनुपर्ने हुन्छ, यो लाउने कपडा हो होइन। यो चाहिँ धेरै फोहोर भइसक्यो, यस्तो देखिरहेको छ, कुन लागिसकेको छ नि। यो चाहिँ धुनुपर्छ नुहाउनुभन्दा अगाडि। कलेज ड्रेस चाहिँ धुँदिनँ आज किनभने आज मङ्गलबार हो, भोलि पनि कलेज लाग्छ। सो कलेज ड्रेस चाहिँ धुँदिनँ। नुहाएर आइसक्यो, चिसो भइरहेछ, चिसो पानीले नुहाएको यार। मौसम पनि बाहिर चिसो छ अनि चिसो पानीले नुहाएको, चिसो भइरहेछ। अनि कुन कपडा लाउने होला त? अब हल्का पढाइ गरौँ होइन। सोसलको नोट यति सकाएँ, अझै गर्नु बाँकी छ, यो अब भरे गर्छु। जोस् बाहिर घाम आएछ होइन, बिहान कलेजबाट आउँदाखेरि घाम थिएन, टिड्डा यहाँ छ उसको नि। यहाँबाट चाहिँ मेडिकलमा, यहाँ चाहिँ वेट नाप्छु आफ्नो पिपल बोट। भाउजू मलाई वेट नाप्ने दिन्न, यो चाहिँ वेट नाप्ने मेसिन। कति होला त? मैले 1.5 महिना अगाडि आफ्नो वेट नापेको थिएँ होइन, 51 केजी थियो। आज पनि नापेको, वेटै बढ्यो होइन, अहिले पनि 51 केजी नै छ यार। टिटा धेरै फोहोर भइसकेको छ, उसलाई चाहिँ धुन गइरहेको छु। पुरै बालु लागेको छ यसमा हाततिर। धुनुपर्ने भएको छ क्या। हल्का फुल्का बनाउनु पर्ने पनि भएको छ क्या होइन। के भन्छ, हुन त आज मन्डे हो होइन, मलाई चाहिँ जे स्याटरडे लागिरहेछ क्या, किनभने होइन आज म बिदामा छु नि त होइन। हुन त कलेज गएको फिल पनि भइरहेको छैन, आज म कलेज गएको थिएँ भनेर क्या। तर जान चाहिँ गएको थिएँ, आजै कलेज गएको थिएँ म। अनि आज मन्डे भएर मलाई फिल नै भएको छैन क्या मन्डे हो भनेर, स्याटरडे लागिरहेको छ पुरा। बट रियली गाइज मन्डे है भाइ। हेलो, टिटालाई वास गर्नुभन्दा अगाडि म साइकल पस्किनु आएको थिएँ, हल्का बनाउनु पर्ने थियो, त्यही भएर यो ढक भएको कस्न मिल्छ भनेर आएको थिएँ, तर मिल्दैन भनिरहेको थिएँ, फेर्नै पर्छ भनिरहेको थिएँ मलाई। अनि अहिलेको लागि यतिकै छोडिदिएको, पछि फेर्छु भनेर म निस्किसकेँ यहाँबाट।
भाइ के छ है ल आइरहेको ठिक छ म लाइट गइरहन्छु साइकल धुनु पर्ने थियो दाइ आज चाहिँ अलिक धेरै भिड रहेछ सो हल्का पानी मात्रै हाने दाइ पानी मात्रै हान्छु नि है ल साबुन लाउनु मिलेन उता दाइको पनि पेन्टिङमा छ उता वास भइरह जस्ट पानी मात्रै हानौँ न हल्का है भइसक्यो धोएर पुरा क्लिन भइसक्यो यसपालि चाहिँ मैले साबुन हानेन होइन अस्तिको एकचोटि आउँदाखेरि चाहिँ मैले साबुन पनि हानेको थिएँ होइन दाइको बाइक पनि पेन्डिङमा छ तलतिर खानु भाइ हेर्नु ल सुनिल महरा छ है मेरो ल गए ल भाइ जे होस् हल्का चाहिँ नयाँ भएको छ होइन साइकललाई मतलब टिड्डालाई वासिङ गरेर आइसक्यो होइन पुरा नयाँ देखिरहेको छ अहिले भर्खर सोरुमबाट निकाले हुन्छ नि त्यस्तै देखिरहेछ अनि म चाहिँ अब रनिङ गर्न जान्छु गोकर्णेश्वरतिर 4 बज्न लागिसकेको छ मैले वर्कआउट गरेको पोस्ट चाहिँ अर्कै पोस्टमा हाल्छु यसमा हाल्यो भने धेरै लङ हुन्छ सो आजको लागि यति नै बाई बाई